2 महिनामा थर्ड टाइम हो लाङटाङ ट्रेक होइन। गरे महिनामा ट्रेकिङ चाहिँ ठिक लागेन मलाई। भ्लग गर्न नि गाह्रो हुँदो रहेछ यार। लाङटाङमा चाहिँ फेरि इयरली नै मान्छेहरू बितेको रेकर्ड छ होइन, नेचुरल क्यालामिटिजमा परेर। सो बी केयरफुल गाइज। यही कुराहरूसँग डिल गर्दै हामी अगाडि बढ्ने हो क्या। जस्ट इन लाइक इन लाइफ अल्सो। बसेर आनन्दले हेरिरहन चाहिँ मजा हुन्छ है। यसपालि चाहिँ पुरै कुहिरोवाला सुन्दरता हेरेर फर्कियो। अनि एक्चुअली यो लाङटाङ चाहिँ कहाँबाट आएर चाहिँ नि मेडिटेसन गर्ने ठाउँ पनि हुन्न, यहाँ शान्ति हुँदैन। सो तिमीहरू चाहिँ यो भ्यालीमा जाऊ, यहाँ चाहिँ बस्नलाई एकदम दामी ठाउँ छ, यो चाहिँ स्पिरिचुअल एरिया हो भनेर अनि लामाहरूले चाहिँ ध्यान गरेर अनि पत्ता लगाएको अरे। ट्रेकिङहरू गर्दा चाहिँ राम्रो गियरमा चाहिँ इन्भेस्ट गर्नुहोस् है। जुत्ता मेन भने चाहिँ जुत्ता किन्दाखेरि चाहिँ के गर्नुपर्छ भने चाहिँ धेरै सामान बोक्नु पनि पर्दैन क्या कहिले पनि ट्रेकिङ। वेल प्रिपेयर्ड भएर चाहिँ ट्राभल गर्नु धेरै सजेसन भयो यार हाते गल्यो। हेलो नमस्ते गुड मर्निङ होइन। अहिले चाहिँ बिहानको कति 7 बज्न लाग्यो। फेरि म यहाँ स्याप्रेबेसीमा छु लाङटाङ ट्रेकको लागि। मेरो यो कति 2 महिनामा थर्ड टाइम हो लाङटाङ ट्रेक होइन। चाहिँ स्याप्रेबेसी सानो मिठो बजार छ है स्याप्रेबेसी। फेरि चाइना नजिकै छ, लगभग 45 मिनट जतिमा चाइना बोर्डर पुगिन्छ। आज चाहिँ म आज पनि फेस्टिको भ्लग पनि ट्याक्कै लाङटाङकै बारेमा थियो, त्यसमा चाहिँ हल्का आइटिनरी यताउति डिटेलमा थियो। तर यसपालि चाहिँ ऱ्यान्डम हो, सिक्दैछु म भ्लगिङ गर्न। लेट्स अब के हुन्छ अब त्यति देखाउँछु म। खासै धेरै त खिच्दिनँ होला, अब गर्मी हुन्छ हिँड्दाखेरि होइन, उकालो छ। सो हेरौँ के हुन्छ। रोड डाँडा काटेर जानुपर्छ। चाहिँ ब्याम्बो है, अहिले चाहिँ ब्याम्बोमा खाना खाएर बाटो लागेको। ब्याम्बोसँग चाहिँ मैले केही पनि भिडियो खिचेन। मेरो साथी फेरि बोल्दैन उल्किन टुई टुई हिँड्ने। अनि ओहो खाना खाएपछि झन् अझै लाग्यो त हिँड्ने। गर्मी छ है, तर अब चाहिँ हाम्रो ट्रेल चाहिँ होइन यस्तो क्या जङ्गलै जङ्गल। आज लामो होटल बस्ने प्लान छ। अब यो हिँडाइमा चाहिँ हामी अघि हिँडेको भए चाहिँ हामी 12-1 बजीतिर लामो होटल पुग्थ्यो। अब चाहिँ हामी 2 बजीतिर पुगिन्छ। लगभग खाना खाएर चाहिँ 1 घन्टा रेस्ट गऱ्यो क्या। अहिले चाहिँ यो रिम्चेको उकालो चढ्दै है, पुरै ठाडै उकालो छ। अनि गर्मी यार, लास गर्मी, पसिनाले गाह्रो, हिँड्नै गाह्रो यार। गरे महिनामा ट्रेकिङ चाहिँ ठिक लागेन मलाई। बरु जाडै महिनामा ठिक यार। लुगा चाहिँ धेरै बोक्नुपर्छ जाडो महिनामा, तर आनन्दकै हिँड्दाखेरि शीतल हुन्छ, पसिना नि आउँदैन उकालो हिँड्दा। गरे महिनामा त गाह्रो। तर जति गाह्रो भए पनि यहाँ पुरै खोलाको आवाज यो अनि यो किरा फट्याङ्ग्राको आवाजले चाहिँ आनन्द क्या। कस्तो अरू केही सुनिनै यिनीहरू मात्रै सुनिन्छ। हावाले त्यो पात हल्लाउँदाको त्यो आवाज होइन छुट्टै छ नि हो। तर के गर्नु, विडम्बना छ। मान्छेहरू पुरा स्पिकरमा डुङ डुङ बनाएर हिँडिदिन्छ है। के भन्ने कति भन्ने बुझ्नुपर्ने हो नि, मान्छेहरूले बुझ्दैनन्। यस्तै छ, बिस्तारै बुझ्छन् होला। तर भ्लग गर्न नि गाह्रो हुँदो रहेछ यार। यस्तरी मान्छेहरू क्यामेरा पुरै यो मोबाइल ठाडो पारेर कसरी हिँड्छन् यार, मान्नै पर्छ भ्लगरहरूलाई। त्यो पछि फेरि एडिट गर्न गाह्रो। ओहो घुम्नु चाहिँ पर्छ। अब अफ सिजन लागेछ, मान्छेहरू खासै छैन रुटमा, खाली खाली छ सबै होटलहरू। अनि पानी पनि परिरहेछ अब। अनि यस्तो ट्रेलहरूमा चाहिँ के हुन्छ भने खोलालाई हेर्ने क्या, माथि कतिको पानी परेको छ के छ भनेर। खोला धमिलो आइरहेछ अनि ठुलो आइरहेछ भने चाहिँ त्यो पानी परेको पहिरो गएर केही भएको हुनसक्छ। सो एकदम बी केयरफुल। लाङटाङमा चाहिँ फेरि इयरली नै
मान्छेहरू बितेको रेकर्ड छ होइन। यस्तै नेचुरल क्यालामिटिजमा परेर। सो बी केयरफुल गाइज, जहिले सेफ्टी फर्स्ट होइन। घुम्नु त पछि नै घुमिन्छ, फेरि एडभेन्चर भनेर पुरै यहाँ आउनु गर्ने चाहिँ हुन्न है, जोसमा होस् गर्नुहुन्न क्या। के छ दाइ, के छ खबर, के छ हौ खबर? एकजना मात्रै, एकजना मात्रै बस्ने हो नि आज यहीँ। गुड मर्निङ गाइज होइन, आज चाहिँ मेरो लाङटाङ ट्रेकको डे 2। म भर्खर लामोहरूबाट हिँडेको है, यति गरेर चाहिँ थाक्छ यार, के भएको? थाक्छ भन्दा नि सास फुलिन्छ क्या, त्यस्तै हो। अब आजको यात्रा चाहिँ हाम्रो जङ्गलै जङ्गल। अहिले चाहिँ म ढुकुरा तबेलाको उकालोमा छु, अनि ठ्याक्कै अहिले चाहिँ म यहाँ खोला तर्न गएको छु। यहाँ पुल पनि छ होइन, अनि पुल चाहिँ ठ्याक्कै 1 वर्ष अगाडि बनाएको हो। यहाँनिर चाहिँ एउटा दुःखद घटना घटेको थियो, ठ्याक्कै लास्ट अक्टोबर होला सायद, थाहा छैन है एक्ज्याक्ट डेट चाहिँ। जस 1 वर्ष अगाडि यहाँनिर चाहिँ त्यो खोला, त्यो ठाडो खोलाले चाहिँ 4जना मान्छे बगायो होइन, अनि लास पनि भेटेको छैन अहिलेसम्म भन्छ होइन। त्यो पछि चाहिँ पुलहरू बनायो, त्यो पुल बनाएको अरू त होइन। त्यस्तो ठाडो खोलाहरूको चाहिँ भर हुँदैन है जहिले पनि। ट्रेकिङ गर्दाको चाहिँ इफ पानी परिरहेछ होइन, वेदर के छ कसो छ चाहिँ हेर्नुपर्छ। माथि पानी परिरहेको हुनसक्छ, अनि खोला ठुलो आइरहेको हुनसक्छ, अनि त्यस्तो बेला चाहिँ लोकलहरूलाई सोधेर मात्रै ट्राभल गर्नु होला। जहिले पनि सेफ्टी फर्स्ट, जहिले पनि सेफ्टी, बरु ढिलो चाँडो होस् होइन, पहिला चाहिँ ज्यान जोगिनु पऱ्यो। अनि यस्तो खोलाहरू यस्तो चाहिँ एकदम ध्यान दिनुपर्छ। अस्ति आउँदा चाहिँ है यो यो सबै पुरै लाली गुराँसले ढाकेर क्या दामी देखेको थियो क्या, ठ्याक्कै ल 2 हप्ता त्यस्तै 20 दिन अगाडि जति। अहिले चाहिँ सबै यो सिजन पनि सक्यो नि त लाली गुराँसको, र अहिले पनि पुरै हरियो छ नि, पानी परेर दामी देखेको छ नि। ठ्याक्क त्यहाँ माथि हिमाल, अहिले चाहिँ बादल लाग्यो, नत्र भने चाहिँ अघि चाहिँ क्या दामी देखेको थियो खुलेर। त्यस दामी छ है। अब हामी यहाँबाट पुल तर्छौँ, यहाँ अगाडि पुल छ स्टिलको, स्टिल ब्रिज होइन, आइरन हो कि स्टिल हो। अनि त्यसपछि अलिकति माथि गएपछि पढ तबेला, अनि त्यहाँ खाना खान्छौँ ध्यानमा, अनि आनन्दले फेरि लाङटाङ पुग्छौँ आज। घोडा तबेला आइपुग्यो है, आइपुग्यो घोडा तबेला आइपुग्यो। अब खाना खानुपर्छ। यहाँ चाहिँ चेकपोस्ट पनि छ, पर्मिट पनि देखाउनु पर्छ, यहाँ इन्ट्री गराउनुपर्छ। त्यहाँदेखि भिलेज आइपुग्यो। कति बज्यो अहिले? 2:30 भयो कि होइन। ल यही हो, भूकम्पपछि चाहिँ पुरै बिल्डिङ बनेको छ यता। अब आजको बसाइ यहीँ हो। ल चौरीहरू म ठ्याक्कै अहिले चाहिँ म ठ्याक्कै यो लाङटाङ भिलेजभन्दा हल्का माथि छ होइन, उता क्यान्जिङ जाँदै। अनि यो यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिन्थ्यो होइन, यहाँबाट। यो चाहिँ मनिवाल छ यहाँ होइन, अनि त्यहाँ क्या दामी माउन्टेन देखिन्थ्यो क्या अगाडि, दोर्जे लाक्पा अनि शेरगुडी पनि देखिन्छ यहाँबाट। तर अहिले हुस्सु लागेर खत्तम भएको छ। यसको पनि छुट्टै ब्युटी छ है, यो हुस्सु लागेर त्यो पहाडमा हिमाल हल्का हल्का देखेको छ होइन, यो पनि छुट्टै छ। तर यो लाङटाङबाट क्यान्जिङको ट्रेल चाहिँ बवाल छ, वेदर खुलेको बेला चाहिँ। यता पनि हिमाल देखिन्छ, यता पनि देखिन्छ, अगाडि झन् अगाडि सिधा हिमाल हेर्दै हिँड्दा त ओहो। अनि यो मनिवासले झन्
छुट्टै ब्युटी एड गर्छ क्या। एउटा दामी कुरा भइरहेछ क्या यो कुहिरोहरू छ नि, यो कुहिरोहरू चाहिँ ठ्याक्कै सँगसँगै हिँडिरहेछ क्या मसँगै। क्या आनन्द लाग्ने क्या हेर्दै, म मेरै पेसमा सारेर हिँडिरहेको जस्तो होइन। त्यो चाहिँ खासमा हावाले लगिरहेको हो, तर क्या दुवैपट्टि क्या सर सही छ है। कोही कोही बेला हिमाल नहेरे पनि यस्तो हेर्दा पनि आनन्द आउने क्या। सधैँ कति हेर्ने हिमाल होइन, भनिदिउँ न अब हेर्न नपाएपछि। यस्तै हो कोही कोही बेला, यही त हो नेचरको ब्युटी भन्यो नि। सधैँ एकै नाश हुँदैन नि त, कहिले उज्यालो कहिले अँध्यारो, त्यस्तै कहिले घाम कहिले पानी। त्यही हो, यही कुराहरूसँगै डिल गर्दै हामी अगाडि बढ्ने हो क्या। जस्ट इन लाइफ अल्सो, लाइफमा पनि टक्क कहिले उकाली कहिले ओह्राली, कहिले हाँसो कहिले अब रुदन हुन्छ नि, त्यस्तै त हो। ठ्याक्कै म अहिले चाहिँ क्यान्जिङ गुम्पा आइपुगेँ। टक्क यहाँ उकालो अलिक थोरै उकालो, त्यो पछि दामी गाउँ छ ठ्याक्कै क्यान्जिङ। ल है झलला छ क्यान्जिङ चाहिँ। ल साथीहरू यो चाहिँ क्यान्जिङ गुम्पा है, यो गाउँ भिलेज होइन। अनि यता चाहिँ क्यान्जिङ मोनास्ट्री छ है, क्यान्जिङ गुम्पा भन्छ। यो चाहिँ भूकम्पपछि नयाँ बनेको हो, अहिले पनि कन्स्ट्रक्सन भइरहेको छ भित्र होइन। यस्तो दामी देखिन्छ यहाँबाट चाहिँ पुरै। ल अनि यो चाहिँ क्यान्जिङ होइन, पुरै बिल्डिङ हाउस, पुरै कन्क्रिट हाउसहरू। अनि यता चाहिँ पुरै टक्क यो चाहिँ प्योर पुरानो चदलको दिने क्या, यो चाहिँ प्योर क्यान्जिङ चाहिँ यो फिल हुने। त्यहाँ माथि चाहिँ ग्लेसियर लेक छ, लाङटाङ ग्लेसियर लेक। क्यान्जिङ लोवर क्यान्जिङ। अहिले चाहिँ म ठ्याक्कै यो क्यान्जिङको माथि हल्का त्यो क्यान्जिङ कम्पनी र डाँडामा आएर पुरै हेर्दैछु गाउँ। खतरा देखेछ पुरै, यो माथि माथि कुहिरो लाग्यो नि, तल तल चाहिँ क्या उज्यालो देखेछ क्या, गाउँै उज्यालो छुट्टै क्या। पहिला घाम लाग्दा त अब छुट्टै खत्रै देखिन्छ छ नि होइन, अहिले पनि त्यो छुट्टै खाले ब्युटी छ। आफ्नो ब्युटी हुन्छ नि त्यस्तै क्या। बसेर आनन्दले हेरिरहन चाहिँ मजा हुन्छ है। लाङटाङमा पुरै अर्ग्यानिक चिज पनि पाइन्छ है। माथि चाहिँ चोरी खर्का छ, यहाँ चाहिँ पुरै चिज फ्याक्ट्री छ है, यहीँ बन्छ अर्ग्यानिक। हेलो गाइस, गुड मर्निङ होइन। अहिले चाहिँ म तल फर्किँदै क्यान्जिङबाट, हिजो भर क्यान्जिङ गएँ अनि आजै फर्किँदै। मेरो यहाँ साथीलाई गेस्टलाई चाहिँ अलि माथि जान मन लागेन अरे, खुट्टा दुख्यो अरे। सो अनि भ्यू पनि खासै क्लियर थिएन, सो त्यसैले हामी माथि गएनौँ, तलै फर्किँदैछौँ। भोलि चाहिँ काठमाडौँ। अहिले आनन्दले भ्यू त्यस्तो नराम्रो त होइन, घाम लागेको बेला अझै बबाल देखिन्छ, त्यति मात्रै फरक हो, तर अहिले पनि दामी नै छ। ल आज लगभग सेकेन्ड लास्ट डे होइन, ट्रेकिङ लाङटाङ ट्रेक पनि लगभग सक्यो अब। रमाइलो भयो, राम्रै भयो। अब भ्यू त खासै देखिएन, तर भ्यू नदेखे पनि त्यस्तो मनखत केही पनि भएन मलाई चाहिँ है। मैले पहिला पनि देखिरहेको भएर हो त्यो चाहिँ। तर खासै मलाई यो कुनै पनि डेस्टिनेसनमा जाँदाखेरि, कुनै पनि ट्रेकिङहरूमा जाँदाखेरि मलाई भ्यूसँग खासै सरोकार चाहिँ हुँदैन क्या कहिले मलाई। जस्ट यो यात्रा चाहिँ इन्जोय गर्नु पऱ्यो भन्ने जस्तै लाग्छ। कुहिरो लागेको पनि राम्रै देखिन्छ त होइन, हिमाल बादल लाग्दा नि जहिले खुल्दाखेरि मात्रै टलक्क टल्केको मात्रै राम्रो देखिन्न नि त। त्यो छुट्टै छुट्टै ब्युटी हुन्छ, त्यो पनि आफ्नै किसिमको ब्युटी छ त्यसमा पनि अनि अर्कोमा पनि। सो यसपालि चाहिँ पुरै कुहिरोवाला सुन्दरता हेरेर फर्कियो। अनि लाङटाङको बारेमा चाहिँ मैले धेरै कुरा थाहा पाएँ ट्रेकमा चाहिँ। कसरी थाहा पाएँ भन्दा चाहिँ मैले एउटा बुक भेट्टाएँ क्या माथि, यहीँको मान्छेहरूले छापेको रहेछ। बुकको नाम चाहिँ लाङटाङको परिचय हो, अनि राइटर चाहिँ फुर्बा तामाङ।
फुर्बा तामाङहरू के तामाङै जस्तो लाग्यो है, हल्का कन्फ्युज भयो म, हेर्नै पर्छ। अनि अस्ति बत्ती पनि थिएन अनि इन्टरनेट पनि थिएन, अनि त्यही बुक पढियो, रमाइलो भयो, धेरै कुरा थाहा पाएँ। म लाङटाङ त्यत्रोचोटि आइसकेको थिएँ, अब गेस्टहरूलाई यत्रो गफ हानिसक्यो नि त्यस्तो यस्तो हो भनेर होइन, तर त्यहाँ बुक पढेपछि थाहा पाएँ। मलाई त 5% पनि थाहा रहेन यार लाङटाङको जस्तो फिल भयो क्या। अनि जस नामदेखि क्या लाङटाङ भन्ने नाम कसरी आयो, कहाँबाट आयो, त्योदेखि अब यहाँको सानसानो अब देखिन्छ नि मनिवाल्सहरू, अनि सानसानो स्टुपाहरू त्यसको बारेमा, अनि गुफाहरू छ यता, पोखरीहरूको त्यो रिलिजियस सिग्निफिकेन्स, त्यो स्पिरिचुअल सिग्निफिकेन्सहरू चाहिँ यो रहेछ भनेर थाहा पाइयो क्या होइन। नामहरू चाहिँ फेरि पुरै तिब्बतीयनमा छ होइन, सो त्यो प्रोनाउन्स गर्न चाहिँ कस्तो गाह्रो छ, मलाई सम्झिन पनि गाह्रो भइरहेछ क्या कति नामहरू। अनि एक्चुअली यो लाङटाङ चाहिँ कहाँबाट आएर चाहिँ नि, एक्चुअल चाहिँ लाङठाङ भयो होइन, त्यो पछि लामटाङ भयो, त्यो पछि लाङटाङ भयो भन्छ होइन। अझै अर्को पनि एउटा थियो उता, अनि यो लाङटाङ भ्याली चाहिँ होइन, यो गुरु पद्मसम्भव भनेको चाहिँ गुरु रिम्पोचेले एउटा ग्रन्थमा फ्युचर प्रेडिक्ट गरेर कति लुकाएको थियो क्या त्यो ग्रन्थ होइन, बुद्धिस्ट ग्रन्थ। त्यसमा चाहिँ अनि 7वटा भ्याली को बारेमा चाहिँ भनेको थियो। त्यो कस्तो भने चाहिँ अब यो तिब्बत पछि चाहिँ हजारौँ वर्षपछि चाहिँ यहाँ वार हुन्छ, अनि मान्छेहरू अब मेडिटेसन गर्ने ठाउँ पनि हुन्न, यहाँ शान्ति हुँदैन, सो तिमीहरू चाहिँ यो भ्यालीमा जाऊ, यहाँ चाहिँ बस्नलाई एकदम दामी ठाउँ छ, यो चाहिँ स्पिरिचुअल एरिया हो भनेर गुरु रिम्पोचेले नै त्यो लुकाइदिएको ठाउँ अरे। अनि लामाहरूले चाहिँ ध्यान गरेर अनि पत्ता लगाएको अरे। अनि त्यसमा एउटा लाङटाङ पनि पर्छ, अर्को हेलम्बू, अर्को छोरोल्पा, अनि उता एभरेस्ट रिजन हुँदा उता पनि के भन्थ्यो। अनि त्यो पछि अर्को कञ्चनजङ्घाको एरिया भयो। अनि त्यो चाहिँ भुटान र सिक्किममा छ, अरू चाहिँ दुइटा चाहिँ, मैले चाहिँ 5वटा रहेछ। अनि एकदम स्पिरिचुअल ठाउँ हो होइन, जो कोही पनि आउँदाखेरि चाहिँ अलि रेस्पोन्सिबल भएर ट्रेकिङ गरौँ, ट्राभल गरौँ होइन, यहाँको त्यो कुराहरूलाई चाहिँ रेस्पेक्ट गरौँ। अनि मैले देखिरहेको थिएँ कतिजनाहरू मनिवालमा चढेर फोटो खिचिरहेको, त्यस्तो चाहिँ नगरिदिनु होइन। जे होस् ट्रेकिङहरू गर्दा ट्राभलहरू गर्दा जहिले नि त्यो ठाउँलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ क्या होइन। अब त्यो खालको कला संस्कृति, वेशभूषा, रहनसहन, मान्छेहरू सबलाई रेस्पेक्ट गर्नुपर्छ। अनि कति ठाउँमा रिलिजियस इम्पोर्टेन्स हुन्छ उनीहरूको होइन, पूजा गर्ने ठाउँ हुन्छ के हुन्छ। अनि मान्छेहरू देखिरहेको थिएँ मनिवाल माथि पनि चढेर फोटो खिच्ने त्यो गर्ने, त्यस्तो चाहिँ नगरिदिनु होला, त्यही हो। अरू अब फोहोरहरूको कुरा त के भन्नु होइन, कति भन्नु, गीत बजाउने यताउति त्यो त भन्दा थाकिसक्यो, कति भन्नु मान्छेलाई, जति भन्नु त्यो आफूले बुझ्ने कुरा हो क्या खासमा। भन्न थाल्यो भने आज यहाँ त आफै निहुर्न आउँछ मान्छेहरू, गाह्रो छ गाह्रो छ गाह्रो छ। अनि मान्छेहरू जस राम्रो गियरमा चाहिँ ट्रेकिङहरू गर्दा चाहिँ राम्रो गियरमा चाहिँ इन्भेस्ट गर्नुहोस् है। जुत्ता मेन भने चाहिँ जुत्ता चाहिँ एकदम इम्पोर्टेन्ट हो होइन। जुत्ता किन्दाखेरि चाहिँ के गर्नुपर्छ भने चाहिँ जहिले पनि तपाईँको रेगुलर साइजभन्दा चाहिँ एक साइज ठुलो किन्नु क्या। अनि त्यो भयो भने चाहिँ तपाईँले बाक्लो मोजा लाउँदा पनि पछि खुट्टाहरू दुख्ने यताउति हुँदैन होइन। मान्छेहरूले चाहिँ जस्ट त्यो एकदम फिटवाला साइज किन्छ क्या, रेगुलर साइजको जुत्ता किन्नु भयो भने त्यो तपाईँलाई त्यसले पनि दुःख दिन्छ क्या। सो ट्रेकिङ सुज किन्दाखेरि चाहिँ एक साइज ठुलो किन्नुहोस् आफ्नो साइजभन्दा, त्यही हो। अरू त अनि त्यसले गर्दा चाहिँ ओह्रालो हिँड्दा पनि सजिलो भयो सबैमा। त्यो जुत्ता अब लगाएर खुलिरहनु पनि परेन, नयाँ जुत्ताहरू त खुल्न टाइम लाग्छ नि त, नर्मल्ली हो नेप्लिस ब्रान्डको जुत्ताहरू चाहिँ। सो त्यही हो, धेरै सामान बोक्नु पनि पर्दैन क्या कहिले पनि ट्रेकिङमा, तर चाहिने जति चाहिँ बोक्नुपर्छ है। फेरि त्यो चाहिँ नभुल्नु होला, जे जस्तो सिचुएसन आउन पनि सक्छ क्या ट्रेकमा होइन। ठाउँको ठाउँ पानी परिदिन सक्छ, ठाउँको ठाउँ पहिरो गइदिन सक्छ। सो यस्तो कुराहरूलाई ध्यान दिएर जहिले पनि वेल प्रिपेयर्ड भएर चाहिँ ट्राभल गर्नु। हो धेरै सजेसन भयो यार, हाते गल्यो। अनि एउटा लास्ट कुरा छ, अब यो एकदम इम्पोर्टेन्ट पनि है हजुरहरूलाई, यस्तै हावा गफहरू अनि सम सिरियस सजेसनहरू चाहिन्छ भने चाहिँ मनपर्छ भने चाहिँ डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल है। यो चाहिँ सम्राट एक्सप्लोर छ च्यानलको नाम, युट्युब।
अनि टिकटकमा नि सम्राट एक्सपो छ, इन्स्टाग्राममा चाहिँ सुजन सम्राट छ, फेसबुकमा नि सम्राट एक्सपो चाहिँ छ। मन पर्छ भने अब सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस् होइन, हजुरहरूको इच्छा। त्यही हो, फलो गरिदिनुहोस्। अनि त्यस्तै कन्टेन्टहरू चाहिँ म ल्याउन ट्राई गरिरहन्छु होइन। म चाहिँ फेरि ऱ्यान्डमली गरिदिने हो भ्लग, यताउति केही नसोचिकन। सो यही हो। हेलो, ल ल साथीहरू, सकियो है मेरो ट्रेक। म ठ्याक्कै स्याप्रो बेसिनिर आइपुग्नु लाएँ, त्यो पुलनिर पानी पर्न रहेछ पुरै होइन, हल्का हल्का छिट्टा पनि हालिरहेछ। अब आनन्दले गाडीमा गइन्छ, आनन्दले। ल अब लाङटाङको भ्लग यति नै, के भन्नु, खासै इन्डिङ गर्न आउँदैन मलाई होइन। त्यही हो, ल घुम्नुहोस्, रमाउनुहोस् होइन, त्यही हो। ल बाई बाई।